We live in a world where we are constantly fed with content, knowledge, and information. But is all of that still enough? Namaskar, I'm Smriti, and this is the third episode of 25 Whispers of Becoming. The chief of non-communicable disease and mental health section at Epidemiology and Disease Control Division revealed that around 20 people kill themselves in every 24 hours in an average. This was the report of last fiscal year. यस्तो न्युजहरू हामी सबैजनाले सानैदेखि नै सुनिरहेका छौँ होला तर कहिले विदेशको न्युजहरू नेपालको न्युज हुन थाल्यो र नेपालकी न्युज हाम्रो वरिपरिकै न्युज हुन थाल्यो हामीलाई थाहा नै भएन र सबभन्दा दुःखको कुरा नै के हो भन्दाखेरि यस्तो केसेसहरू यस्तो रेट्सहरू एडल्टमा मात्र नभएर टिनेजर्सहरूमा पनि हाई हुँदै गएको छ मेबी दिस इज द क्लियर साइन द्याट वी निड टु चेन्ज समथिङ सायद हामीले यो मोडर्न वर्ल्डमा जहाँ सबैजना एकदमै बिजी र गोल ओरिएन्टेड छौँ शान्ति र स्थिरता फेरि ल्याउनु पर्ने हो सोसियल मिडियामा लिस्ट र कनेक्सन्सको नम्बर मात्रै इन्क्रिज गर्नुभन्दा पनि दुई छिन आफ्नो साथीहरूसँग बसेर बोल्दै हाँस्नुपर्ने हो सायद कसैलाई कस्तो छौ भनेर सोध्नलाई मात्र नभएर भन्नलाई मात्र नभएर ऊ साँच्चीकैको कस्तो छ यो बुझ्नका लागि सोध्नुपर्ने हो हामीले यस्तो गर्दा यस्तो सानो चेन्जेसहरू गर्दा यदि कसैको लाइफमा केही पोजिटिभ इम्प्याक्ट नपर्ला कसैको लाइफको दुःख कम नहोला कसैको लाइफको रियल प्रब्लम्सहरू सल्भ नहुन सक्ला तर सायद कसैको दिन अलिकति राम्रो हुन सक्ला कसैले गाह्रो समयमा दुःखी भए नि हाँस्न पाउला In the era of never ending information, maybe we lack true involvement and deep understanding. In a world full of choices, be brave enough to see with kindness and choose love.